कोला चाहिँ खाइहाल्नु लुकाएर खाइहाल्नु नि अर्कीले देखि भने आँखा बलिहाल्छ त्यस्तो आमाको लुकाएर खाएर बोकेर पर खाएकै पर्छ मैले मलाई पनि दिएन छोरीको ल म त दिदिनँ मम्मी एक्लै खा भन्नुहुन्छ मम्मी म पनि कोला खाने नि कहाँ छ नानी कोला मैले खाँदैछु त कहाँ थियो कहाँ भेटेर खाँदैछ म मागिदिन्छु पक्न त नानी दिदीलाई पनि कोला देऊ न अलिकति भोक लागेको म दिदिनँ मम्मीले नानी भन्दा अलिकति देऊ न त भोक लागेको अरे तिम्रो दिदी होइन नानी मम्मीले त नदिनु भन्नुभएको छ मलाई मार्नुहुन्छ देउरानी सुन्नु न किन भन्नु न किन मेरो छोरीलाई पनि कोला खानु मन लाग्यो अरे देऊ न त नानीले खाँदै रहेछ कोला त्यसै आउँछ 100 रुपैयाँ दर्जन छ मेरो पो बुढाले पैसा पठाउनुहुन्छ त अस्ट्रेलियाबाट देऊ न नानीले खुवाउनु भनेर म दिदिनँ तपाईँको पनि बुढा विदेश हुँदा टन्नै खुवाउनु भएको तिमी त सानै छ तिम्रो छोरी जस्तो त छ नि त्यसलाई पनि खान मन त्यो सानी छ यत्रो 3 तिग्रा भएकी छोरी सानै छ त्यो कोला खाने बेलाको छोरी हो त्यो त बम्बईबाट पठाउँछ न अहिले त तिम्रो पनि बुढाले पैसा के बुढाले पठाउँछ नि महिनामा 5000 पठाउँछ न अस्ति 7000 त दबाई खर्चै लाग्यो के गर्नु अनि अरू पैसा सबै सासूलाई पठाउँछ तिनीहरूको सासू भनेको कुरा त म जान्दिनँ यति लसुन केलाउनु पर्यो नि दुधीवडी बुहारी भएर पनि एउटा लसुन केलाउने ढङ्ग छैन मै बुढी नचाती हुँदैन के गर्ने आमा सुन्नु न हजुर त्यो सानी केटीले कोला खाने रहेछ कि ठुली केटीले पनि कोला खाने भनेर मर्न आँटी दिँदै दिन हौ देउरानीले अनि उसको बुढो अनि अस्ट्रेलियामा महिनाको ₹1,00,000 ₹2,00,000 कमाउँछ अनि त्यहाँबाट खुवाउँछ त अनि तेरो पो बुढो अनि अब उहाँ विदेश गएको छैन बम्बई गएर महिनाको 10-15 हजार रुपियाँ पैसा कमाउँछ त्यतिले घर धान्नु के गर्नु अब त्यही हो नि अब फलफुलहरू खुवाउनु भनेको छ डक्टरले खुवाउन त अब बासी भात छ होला सातु छ होला अब खुवाउने हो नि अब